आज हामी मोमो बनाउने जाँदैछौँ गाइजहरू। मोमो है, चाहिँ मोमोको सेफ हो। जर्मनबाट मैले मोमोलाई बनाउने भनेर सेफ लिएर आएको। उहाँको नाम हो चिङयाङ सुकी है। पसलबाट मोमोको लागि हामीले आज मटनको हड्डी र चिकनको किमा लिन आइरहेको छौँ गाइजहरू। कस्तो कस्तो हड्डी हाल्ने त अब गाइजहरू है। मोमो अब यस्तो विधि बोसो छ, यस्तो विधि बोसो छ, यस्तो विधि बोसो छ। अब आफूलाई सुगर, कोलेस्ट्रल, प्रेसर छ, अब खान मन लाग्छ। अब के गर्ने गाइजहरू, कमेन्टमा भनिदिनुहोस् त ल। ओ माई गड, सेतमै छ त पुरै है, पुरै सेतम। वाट अ बिग, वाट अ बिग यार। यो त यार बफेलो सपेटा हो यार, बफेलो सपेटा। तर यो मटन हो है साथी, हो मटन। यो चाहिँ हामीले बोयर जातको 102 केजीको बोका काटेको हो, त्यही भएर यो अलिकति एकदम बोसो छ। यसको छातीको र यो चाकको बोसो हालेर म चाहिँ किमा तयारी गर्दैछु। यो चाहिँ हामीले आफ्नै घरको अर्ग्यानिक ब्रोइलर कुखुराको किमा बस मोमोलाई हाल्नको लागि हामीले बनाउँदैछौँ गाइजहरू। ल, यो चाहिँ हामीले अर्ग्यानिक टमाटर, अर्ग्यानिक तरिकाले अचार बनाउन लागिरहेको छौँ। होइन होला पढ। ल, मैले हेर न के लिएर आएँ। खसीको हड्डी है, अनि कुखुराको किमा। खसीको हड्डी है गाइजहरू, यो चाहिँ खसीको खुट्टाको खुट्टा किमा आफैले बनाएर लिएर आएको फेरि यो मैले। यहाँ चाहिँ हाम्रो मैदा रेडी हुँदैछ है। यसलाई चाहिँ एकछिन मोलेर रेडी भएपछि हामीले बेल्ने ट्याक्क लाएर गर्दा हाँसिनै आयो। मोमो खानु धेरै गाह्रो। र हामीले सुपको लागि चाहिँ पहिला रेडी गर्दैछौँ है। ल, पहिरिदिनुहोस्। हाम्रो टमाटर र तिल, यो के भन्छ मरिच, अनि त्यसपछि सुकेको खुर्सानीको हाम्रो आजको मोमो अचार। मरमसलाहरू हुँदैछ हाम्रो किमामा। बेसार, नुन, मसला, मोमो मसला, खुर्सानी। यो चाहिँ हाम्रो अर्ग्यानिक मिक्सचर, जहाँ लसुन अदुवा हाल्ने, त्यसपछि माथिबाट रुवाई 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 गरेर ढिकी जसरी कुटेपछि फाइनल्ली अर्ग्यानिक मिक्सचर। अब चुवाई हानेर मोमोको किमामा रुई 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 गाडी आयो, गाडी आयो। चुवाई हो पियाज। ल, र यता हाम्रो सुपको लागि हड्डी फ्राई हुँदैछ। यो चाहिँ हामीले मोमोको सुप बनाउँदैछौँ र यसैमा हामीले मोमो हालेर माथिबाट छोपेर 15 मिनट पकाएपछि यो नयाँ तरिकाको झोल मोमो हुँदैछ। हाम्रो कुकले पहिलोचोटि बनाउनु भएको यो कुक हाम्रो विदेशी कुकले एकदमै मिठो बनाउँदै किमाको मिक्स गर्नुभएको किमालाई मरमसला सहितको मिक्स हो यो। हामीले चाहिँ यो मोमोको डल्लो बनाउँदैछौँ है साथीहरू। अब मोमोको रोटी पनि तयार हुँदैछ। हाम्रो यहाँ जर्मनी कुकले एकदम राम्रो तरिकाले बनाउनु भएको छ। जर्मनबाट लिएर आएको कुक हो उहाँ, धेरै सिक्नुपर्छ हामीले भन्दा नि। ल, उहाँको एउटा मोमोको बनोट कस्तो हुन्छ है त, नेपालको जस्तै हुन्छ कि। कति फास्ट बनाउनुहुन्छ उहाँले, आहा हा हा। त्यसै मैले कुक
भने होइन ल फाइनल्ली मोमो हाम्रो भइसक्यो फाइनली साथीहरू मोमो रेडी भइसकेको छ है हामीसँग लगभग 50 पिसवटा मोमो रेडी भइसकेको छ यो हामीले बनाएको मोमो हो है मोमो रेडी भइसकेको छ साथीहरू अब यसलाई चक्क लाएर हामीले चाहिँ मटनको सुपमा हालेर यति राम्रोसँग पकाउने छौँ अब हामीले मोमोलाई यो हाम्रो रेडी भएको मोमोलाई चाहिँ झोलमा खसीको झोलमा टक्क लाएर हाल्छौँ है ल यो भनेको नयाँ तरिकाबाट पकाएको झोल मोमो है झोल मोमो एक गरेर हाल्छौँ हामीले अब मजाले छोपेर 15 मिनट पकाइदिएपछि त सुप पनि भयो मोमो पनि भयो रेडी भइसक्यो ल नखाए नि खाम जस्तो अचार है ल अब यति चाहिँ अर्को बानमा है खै गाइजहरु अब हाम्रो यो साथीहरु अब यो हाम्रो मोमो चाहिँ यसरी बल उम्लिरहेको छ र यसरी 10 मिनेट यसरी उमालेपछि छोपेर हाम्रो झोल मोमो होममेड नयाँ स्टाइलको मोमो त तयारी हुन्छ है ल फाइनली मोमो रेडी भइसकेको छ यसरी दिने हो यो मासु त तल दौडेछ के है मनिस्ता आएन होला नि तल पेटको जति बेला खाने त्यति बेला उसले हुन्छ के दुईटै हातको